2082 साल तपाईँ कुम्भ राशि हुनुहुने जातकहरूका लागि के छ कस्तो छ भन्ने विषयमा चर्चा गरौँ। स्वास्थ्य, शिक्षा, रोजगार, व्यापार, व्यवसाय, देश विदेश, राजनीति, पारिवारिक सम्बन्ध, इक्जामिनेसन, कम्पिटिसन र सामाजिक क्षेत्रमा तपाईँको प्रभाव र दबदबा कस्तो रहन सक्छ, हामी यस विषयमा चर्चा गर्छौँ। स्वास्थ्यका दृष्टिकोणले हेर्ने हो भने यस वर्ष मिश्रित फल दिने समयका रूपमा देखिन्छ। वर्षको सुरुवात सामान्य ऊर्जा र जोसका साथ अगाडि बढ्नेछ, तर असोजदेखि माघसम्मको समयमा पेटसँग सम्बन्धित समस्या, माइग्रेन वा अनिद्रासँग सम्बन्धित समस्याहरू बढ्न सक्छ। अत्याधिक मानसिक दबावमा कामको चापले तनाव बढाउन सक्छ। नियमित योग, ध्यान र सन्तुलित खानपानमा ध्यान दिएमा धेरै समस्याहरूबाट जोगिन सक्छ। वर्षको अन्त्यतिर भने स्वास्थ्यमा विशेष राम्रो देखिन्छ। शैक्षिक रूपमा हेर्ने हो भने विद्यार्थी वर्गहरूका लागि यस वर्ष वैशाखदेखि असोजसम्मको समयलाई राम्रो समयका रूपमा जोड्न सकिन्छ। विशेष त यो समयमा खास सफलताहरू हात पार्ने देखिन्छ। प्राविधिक र वैज्ञानिक वा टेक्निकल फिल्डमा अवधित व्यक्तित्वहरूका लागि नयाँ अवसरहरू आउनेछन्। विदेश अध्ययनका लागि सोच राख्नुहुने व्यक्तित्वहरूका लागि कार्तिकदेखि माघसम्मको समय अनुकूल समय रहनेछ। शिक्षक र गाइडको सहयोगबाट राम्रो मार्गनिर्देशन पाउन सक्ने सम्भावना बढेर जाने देखिन्छ। जागिर र रोजगारीको क्षेत्रमा सक्रिय व्यक्तित्वहरूका लागि सरकारी वा स्थायी रोजगारीको खोजीमा हुनुहुन्छ भने यस वर्ष विशेष राम्रो समयका रूपमा देखिन्छ। वैशाखदेखि श्रावणभित्रको समयमा विशेष दरखास्त दिएमा वा कम्पिटिसन र इक्जामिनेसनमा सहभागी भएमा राम्रो नतिजा ल्याउन सक्ने, जागिर र रोजगारी सकारात्मक हुन सक्ने देखिन्छ। विशेष त यस वर्ष हालसम्म कुनै न कुनै काम गरेर बसिरहनुभएका व्यक्तित्वहरूका लागि खास प्रमोसन वा विशेष जिम्मेवारीहरू वृद्धि हुन सक्ने सम्भावनाहरू छ। उच्च पदमा बसेकाहरूका लागि संस्थागत सुधार र नेतृत्वदायी भूमिका खेल्न पर्ने अवस्थितिहरू भने पक्कै पनि आउनेछ। व्यापार र व्यवसायतर्फ हेर्ने हो भने व्यापारिक वर्गका लागि यस वर्ष विस्तार गर्नका लागि वा नयाँ लगानीका लागि खास राम्रो मान्न सकिन्छ। नयाँ लगानी गर्ने सोच्दै हुनुहुन्छ भने असार र माघसम्मको समय उत्कृष्ट पर्दा रहनेछ। साझेदारीमा गरिने व्यवसायहरूबाट सावधानी रहनुहोला। विशेष त पार्टनरसिप बिजनेसहरू खास राम्रो देखिएन, किनभने वैचारिक असहमति वा हिसाब किताबका कारणले विशेष विवादहरू निम्त्याउन सक्छ। प्रविधिको प्रयोगले विशेष फाइदा दिन सक्छ। विशेष गरी अनलाइन व्यापार वा सेवाजन्य क्षेत्रहरू, मेसिन र फलामको व्यापारमा इन्भल्भ हुनुहुने, एक्सपोर्ट इम्पोर्टको कामहरू वा वैदेशिक क्षेत्रको बिजनेस र व्यापारहरू गर्न खोज्दै हुनुहुन्छ भने खास राम्रो रहन सक्छ। वैदेशिक यात्रातर्फ हेर्ने हो भने विदेश जाने सोच राख्ने कुम्भ राशिका जातकहरूका लागि यस वर्ष